यहाँले के बुझिदिनुपर्छ भने यतिखेर यो झन्डै 2/3 प्रतिनिधि सभामा उपस्थिति, सरकार पनि आफै, आफ्नै पार्टी, अनि प्रतिनिधि सभामा पनि आफै, सबै समितिहरूमा पनि आफै। यतिखेर यी सबै जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी आफैले सम्हाल्दै गर्दाखेरि सरकारमा रहेका मन्त्रीज्यू र संसदीय दलमा रहेका मान्यज्यूहरू बिचको त्यो संवाद गर्ने र मन्त्रालयमा के भइरहेको छ, सरकारले कसरी गतिविधिहरूलाई अगाडि बढाइरहेको छ र डे टु डे मन्त्रालयले गरेका काम कारबाहीहरू के भइरहेका छन्, यो विषयमा थाहा पाउनको लागि पार्लिमेन्टेरियनहरूले थाहा पाउनको लागि, संसदीय दलमा थाहा पाउनको लागि र संसदहरूले के गरिराख्नु भएको छ, समिति मार्फत के गर्दै हुनुहुन्छ र संसदहरूले आफ्ना गतिविधिहरू के गरिराख्नुपर्छ, यो पनि मन्त्रालयले थाहा पाउनको लागि सरकारलाई संसदीय दलसँग जोड्नको लागि र संसदीय दललाई सरकारसँग जोड्नको लागि सुरुवात गरिएको यो यसलाई कार्यक्रमै भनौँ, कार्यक्रम हो। यो सिरिजमा चलिरहन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको एक किसिमको यो रेगुलर बैठक नै जस्तै हो भनेर बुझ्दा हुन्छ यहाँले। तर विशेष गरी सरकार र संसदीय दल बिचको सहकार्यको लागि आयोजना गरिएको कार्यक्रम हो यो। अब अध्यादेश 7वटा अध्यादेश पास भएर आइसकेका छन्, राजपत्रमा प्रकाशित भइसकेका छन् र सो अध्यादेश मार्फत सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाउन सुरु गरिसकेको छ। त्यसकारण यो जनताले मूल्याङ्कन गरिदिने कुरा भएको हुँदै गर्दाखेरि यसमा त्यति धेरै प्रतिवाद गरिराख्नु पर्दैन, त्यति धेरै यसको विरोध गरिराख्नुपर्छ जस्तो मलाई लाग्दैन। तर यहाँलाई लाग्न सक्छ अध्यादेश गलत छ भन्ने लाग्न सक्छ भने 6 हप्ताभित्र यो प्रतिस्थापन विधेयक मार्फत सदनमा दर्ज हुन्छ र यसको संशोधनको पाटोमा अथवा यो विरुद्धमा चाहिँ त्यहाँ आवाज राख्न पाइयो नि त। तर मुख्य कुरा चाहिँ के हो भने सरकारले ल्याउने अध्यादेश कुन नियतमा ल्याएको छ र यसले सकारात्मक पाटो, विशेष गरी जनताको पक्षमा यो भइरहेको छ कि छैन भन्ने पाटोमा चाहिँ यहाँहरूले हेरिदिनु भयो भने बेसी प्रभावकारी हुनेछ। अहिलेसम्म मैले हेर्दै गर्दा सरकारले ल्याएका अध्यादेशहरू अत्यावश्यक भएर र नगरी नहुने निर्णय, चाँडो गर्नुपर्ने निर्णयहरूका विषयमा अध्यादेश आएको हुँदै गर्दाखेरि अधिकांश जनताले सकारात्मक रूपमा लिएको मैले महसुस गरेको छु। संवैधानिक परिषदको बैठकपछि आउने निर्णय यहाँले देखिजानुहुन्छ नि, कति दिन छ र 2 दिन त छ, भोलि नै बसिहाल्छ। त्यसपछि कस्तो निर्णय आउँछ, त्यसपछि सरकारले कसरी निर्णय गर्छ भन्ने कुरा त यहाँले तुरुन्तै देखिजानुहुन्छ। विगतमा कोर्टको खल्तीबाट निकालिने नाम जस्तै गरी निकालिने र दलीयकरण गर्ने प्रक्रिया भएको कारण सबै संरचना थिङथिलो भएको हो नि त। त्यसकारण त्यसलाई परिवर्तन गर्नको लागि यो राष्ट्रिय स्वतन्त्र पार्टीले यो अभ्यास गर्दैछ। त्यसकारण अहिले आशंका गर्नुभन्दा पनि यसले दिने परिणाममा चाहिँ हामी बेसी ध्यान दिउँ न, किनकि राष्ट्रपालले अध्यादेश लिएर राष्ट्रपा त भाग्दै छैन, राष्ट्रपालले त यही कुरा चाहिँ अगाडि बढाउनु छ। त्यसकारण भोलिको दिनमा पनि मैले तपाईँलाई जवाब दिनुपर्ने हुन्छ, सरकारले पनि तपाईँलाई जवाब दिनुपर्ने हुन्छ। त्यसकारण आज आशंका गर्न पाइयो, यद्यपि सरकारले अध्यादेश ल्याएर सकारात्मक कुरा गर्नको लागि, सकारात्मक काम गर्नको लागि प्रयास गरिरहेको छ भन्ने कुरा नै यहाँले बुझिदिनु म अनुरोध गर्न। यो छिमेकी राष्ट्रसँग जोडिएको सिमानामा उठिराख्ने सीमा विवादसँग जोडिएको र लिपुलेखसँग जोडिएको सम्भवतः यहाँको प्रश्न हुन्छ। सरकारले स्ट्रङली आफ्नो पाटोबाट सीमा विवादलाई संवाद मार्फत टुङ्ग्याउने र त्यसपछि दुई देशले गरेको हामीलाई जानकारी नदिकन दुई देशले गरेको त्यो व्यापारिक सम्झौता चाहिँ हाम्रो लागि मान्य छैन र यो सीमा विवादलाई चाहिँ संवादबाट टुङ्ग्याउने भनेर सरकारले स्पष्टसँग नोट पठाइसकेको छ। यो प्रक्रिया संवादबाटै अगाडि टुङ्गिनुपर्ने प्रक्रिया भएको हुँदा यसमा त्यति धेरै मैले टिप्पणी गरिराख्नु पर्दैन। सरकारले आफ्नो काम अगाडि बढाइसकेको छ, आफूले पठाउनुपर्ने नोट पठाइसकेको छ र यसका लागि आवश्यक तयारी पनि सरकारले गरिराखेको हुँदै गर्दा अन्य टिप्पणी मैले गरिराख्ने यसमा अव्यवस्थित बसोबासी र सोबासीहरूको समस्या सम्बोधन गर्नुपर्नेछ। यो सम्बोधन सिर्फ डोजरबाट मात्र हुँदैन भनेर स्वयं सरकारले भनिसकेको अवस्था हो र कानुनले नै तय गरेर देशैभरिका यी सबै भूमिहीनहरूको समस्या सम्बोधन गर्नको लागि सरकारले बाचा गरिसकेको छ। त्यसकारण त्यो कुरा चाहिँ कानुन सम्मत रूपमा अगाडि बढ्ने कुरा मैले यहाँलाई जानकारी गराइ नै गएँ। तर मेरै निर्वाचन क्षेत्रमा यो विष्णुमती नदी किनारमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी बस्तीमा रहनुभएकाहरूलाई मैले एकदमै नजिकबाट उहाँहरूको मुद्दालाई सम्बोधन गर्नको लागि सरकार समक्ष दर्ता गराउने प्रक्रियामा त्यहाँ चाहिँ चाँडो प्रयास गरिदिनुहोस् है भनेर भन्दै गर्दाखेरि हिजोसम्मको दर्ता प्रक्रियामा त्यो उहाँहरू पुग्न छुट्नु भएको छ अथवा अन्य के समस्या भइरहेको, जम्मा एकजनाले मात्र नाम दर्ता गराएको भेटाएँ मैले। जम्मा एकजनाले? हो, जम्मा एकजनाले मात्र नाम दर्ता गराएको भइसक्यो।
आह्वान त पहिलो दिनदेखि भइरहेको छ। फेरि हिजो बिहान पनि वडा अध्यक्षज्यूलाई अनुरोध गरेर होइन हाम्रो क्षेत्रमा रहेका अन्य सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरू कहाँ हुनुहुन्छ उहाँहरूलाई सहयोग गर्नको लागि अथवा उहाँहरूलाई सरकारसँग समन्वय गरेर फेसिलिटेट गर्नको लागि चाँडो समन्वय गर्नुपर्छ। उहाँहरूले नाम दर्ता गराउन छुट्नु भएको हो कि जानकारी नभएको हो कि हेरिदिनुहोस् है भनेको छु। नयाँ नामहरू दर्ता भयो कि भनेर आज मैले संवाद गर्न पाएको छैन, तर हिजोसम्म जम्मा एकजनाले मात्र नाम दर्ता गराउनु भएको छ। यसो भन्दै गर्दा सुकुम्बासी समस्या छैन भन्ने कुरा त होइन, समस्या पक्कै पनि छ, तर त्यहाँ केही संवाद गर्ने कम्युनिकेसन का पोइन्टहरू कहीँ ग्लिचेज भएर उहाँहरूले नाम दर्ता गराउन छुटाउनु भएको हो कि जस्तो पनि मलाई लागेको छ। यद्यपि म बुझ्दैछु र देशैभरि र काठमाडौँ उपत्यकामा यसरी यो व्यवस्थापन गर्ने पाटोमा सरकारले विभिन्न होल्डिङ सेन्टरहरू बनाएर राखेको छ, स्क्रिनिङहरू गर्दैछ। भोलि संसदीय समितिहरू गएर उहाँहरूको अवस्था अवलोकन गर्दै हुनुहुन्छ, सबै राजनीतिक दलका सदस्यहरू त्यहाँ गएर अवलोकन गर्दै हुनुहुन्छ र उहाँलाई पनि चाँडोभन्दा चाँडो व्यवस्थित गर्नको लागि सरकारले यो अध्यादेश मार्फत आएको ऐनले त्यसलाई सम्बोधन गर्नेछ र सबै नेपालीका यी भूमिहीन नेपालीहरूको समस्याको सम्बोधन यथोचित गर्नेछ भन्ने कुरामा हामी विश्वास छौँ। धन्यवाद।